एडभान्स चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सको चाहिँ त्यो कटिङ एज भनिन्थ्यो त्यसमा चाहिँ चीन पछि छ भनिन्थ्यो। अब यो पल्ट चाहिँ तिमीहरूलाई हामी अब दिन्छौँ प्रतिबन्ध लाउँदैनौँ भन्दा चीनले लिन्न भन्यो हैन। यो भ्रमण अघि यो भ्रमणको दौरानमा यो चाहिँ ठुलो अर्को मेजर सिफ्ट हो। भनेपछि अब चाइना चाहिँ तपाईको सेमिकन्डक्टर चिप्समा चाहिँ आत्मनिर्भर बनिसक्यो। आत्मनिर्भर त्यो पनि हाई एन्ड चिप भनेको एकदम आर्टिफिसियल इन्टेलिजेन्सको लागि युज हुने अन्तिम खालको चिप्समा। गुड हजुर। त्यसको मतलब चाहिँ संसारलाई ठुलो त्यसले चाहिँ नि सिग्नल गर्छ। त्यो सिग्नल के गर्छ भन्दाखेरि अब संसार चाहिँ टेक्नोलोजीमा दुईटा पोलमा डिभाइड हुन्छ। एउटा चाहिँ चीनको सस्तो लेटेस्ट र एकदम एफिसियन्ट। जस्तो च्याट जिपिटीले 6000 चिप्स युज गर्छ भने 1000 चिप्सले चाहिँ नि तपाईको यो के अरे डिपसिकले काम गर्छ हैन। उ सस्तोमा सस्तो चाहिँ के इन्भेस्टमा पनि बन्यो सस्तोमा अनि एकदम एफिसियन्ट भइसकेपछि अब संसारले चाहिँ पोल रोज्नु पर्छ। अमेरिकाको अपसोल्ड अनि एकदम महँगो किन भन्दाखेरि अमेरिकाको वेज चाहिँ चाइनाको भन्दा 5 गुणा बढी छ ज्याला दर र अमेरिकामा चाहिँ नि कुनै पनि वस्तु सेवा उत्पादनको चाहिँ नि लागत चाहिँ नि 60 देखि 70% चाहिँ नि श्रम हो भनिसकेपछि अब संसारभरि टेक्नोलोजीको बजारमा चाहिँ देशहरूले दुईटा कुरा छान्नु पर्यो। एउटा डेमोक्रेसी ह्युमन राइट भनेर पुरानो र महँगो अथवा चाहिँ लेटेस्ट नयाँ अनि पिस स्टेबिलिटी भन्ने आफ्नो देशको शासन व्यवस्था आफै गर हामी केही पनि भन्दैनौँ भन्ने चीनको कुन रोज्ने भन्ने त्यो एउटा बिन्दुमा आइपुगेको छ।